नमस्कार दर्शक बिनहरू, आज तपाईलाई एउटा जुगाड लिएर आएको छु मैले है। तपाईको यो फेरि यस्तो भएको फाल्नुहुन्छ होला सायद तपाईहरुले हैन, नफाल्दिनु होला कृपया। यसको जुगाड चाहिँ हैन, यो छिनेको चप्पल हुन्छ नि, यो चप्पलमा चाहिँ यसको म जुगाड बनाउँछु है। एउटा आँसी चाहिन्छ टक्क लाएर, यसलाई चाहिँ यसरी काट्ने है। म काट्दै छु है, यसरी काट्ने। हेलो के छ हौ मेगाजु, यसरी काट्ने हैन, यसको नाकको टक्क यस्तो नाफेर हैन बनाउने है। टक्क यसरी काट्ने। जरो मोटाइसो तातो म बनाउँदै छु गाइस है, काटेर टक्क लाएर। हामीले गर्दाखेरि खै नाफम है। हेर्नुस् गाइस है, यसरी बनाउने। यसरी है, सुनाउ फेरि विदेशको हालचाल हाल्ली यसरी बनाउने। यसलाई चाहिँ टक्कै अड्काउने है। जुगाड हो गाइस है। यसरी तपाईहरु पनि नफाल्दिनु होला कृपया। यसरी काम चलाउन सकिन्छ है। अब नजाने हेर्नुस् गाइजहरु, अब भयो है। त्यही त पहिले गर्नुपर्ने। देख्नुभयो नि गाइजहरु जुगाड, यसरी तपाईहरुले पनि गर्न सक्नुहुनेछ। यो बिर्का भन्छ के ढकन भन्छ यसको थिएन है, मैले जुगाड लिएर आएको छु अहिले। हेर्नुस् अब फेरि चल्छ गाइजहरु। ल भिडियोमा युट्युबमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक र कमेन्ट र सब्स्क्राइब र शेयर गरिदिनु होला कृपया। हेर्नुस् गाइजहरु, यसको जुगाड मैले यसरी गरेको छु है। के फाइदा तपाईलाई अलिकति यो यसको भरोसा पानीले फाल्छ, अनि यहाँबाट फोचान यताबाट छिर्नु सक्छ भन्ने भने तपाईले यो चाहिँ प्लास्टिकले टक्क लाएर यहाँ यसरी बाँधेपछि पनि हुन्छ है। बेकार गयो कि चप्पल जतारा पनि नफालम, सबैको काम हुन्छ गाइज है। हेर्नुस्, मलाई चाहिएको थियो त्यसैले मैले यो बनाएको। तपाईहरुलाई पनि काम लाग्छ भने जुगाड यसरी बनाइदिनु होला गाइज है। मलाई चाहिँ यसरी अब फेरि चाहिएको थियो मलाई, त्यसैले म यसरी जोड्दैछु गाइज। मैले यसरी यसलाई जोडिसकेँ गाइज है, यसरी जोडिसकेको छु गाइज। अब तपाईले हेर्दै जानुहोस् है, यसरी जोडेको छु। मैले पानी लगाइदिन्छु। हेर्नुहोस् गाइज, मैले फेरि पनि चलाइसकेको छु। तपाईले सक्नुहुनेछ गाइजहरु, यसरी सुविधा गर्न सक्नुहुनेछ।